एउटा अनलाइन पोर्टल बनाइयोस् जहाँ सांसदहरूले आफ्ना आवश्यकताहरू भूगोलका आवश्यकताहरू राख्न सकुन्। उक्त पोर्टल सार्वजनिक गरियोस् ताकि स्वार्थमा आधारित बजेट अनुरोध रोक्न पाऊँ र जनसङ्ख्या र भूगोल अनुसार आवश्यकता मूल्याङ्कन गरे पश्चात मात्र उक्त बजेट निकास गर्ने व्यवस्था मिलाइयोस्। यस व्यवस्थाले भोलिको दिनमा सांसदहरूले बजेट बाँडफाँडमा आफ्नो हात भएको देखाएर दम्ब गर्न नपाउन्। यस्तो सांस्कृतिक अभ्यासको अन्त्य हुनुपर्छ। सम्माननीय सभामुख महोदय, मध्यपूर्व क्षेत्रमा देखिएको सङ्कटले हाम्रो कमजोर आर्थिक र कूटनीतिक आधारहरूलाई उजागर गरेको छ। लाखौँ नेपालीहरू खाडी मुलुकहरूमा श्रम गरिरहेका छन्। त्यहाँ कुनै पनि अस्थिरताले हाम्रो विप्रेषण, हाम्रो अर्थतन्त्र र लाखौँ परिवारको जीविकामा प्रत्यक्ष असर पार्दछ। मध्यपूर्वमा देखिएको सङ्कटले हाम्रो भान्सामा प्रत्यक्ष असर परेको छ। यी कुराहरूलाई सम्बोधन होस्। हामीले यसपटक जनताको मतको पूर्ण सम्मान गर्दै अघि बढ्नुपर्नेछ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। सभामुख महोदय, पछिल्लो पटक राजनीतिक अभ्यासप्रति बढ्दो निराशा, सुशासनको कमजोरी, बेरोजगारी र युवा पुस्तामा देखिएको असन्तोषले समाजमा गहिरो प्रभाव पारेको थियो। चरम भ्रष्टाचारले यस असन्तोषलाई अझ चर्काउँदै जेनजी आन्दोलनलाई जन्म दियो। त्यो आन्दोलन केवल विरोधका स्वरहरू मात्रै थिएनन्। जेनजी आन्दोलन जन उत्तरदायी, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको स्पष्ट माग थियो। हजारौँ युवाहरूको सहभागिता र कैयौँको बलिदानले पुरानो सोचलाई चुनौती दिँदै नयाँ राजनीतिक अध्यायको ढोका खोलेको यथार्थ हामी सबैले स्वीकार्नै पर्छ। सभामुख महोदय, यही पृष्ठभूमिमा आएको जनादेशले स्पष्ट सन्देश दिएको छ। अब देशले परिणाममुखी, पारदर्शी र उत्तरदायी शासन चाहन्छ। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ। सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु, जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ। फ्रेन्च इकोनोमिस्ट फ्रेडरिक बास्टियाटले भन्नुहुन्छ कि when goods doesn't cross the border, then soldiers will cross the border. अहिले देखिरहेको छौँ हामीले इरानको एउटा नाकाबाट जहाँ क्रुड ओयल क्रस गर्न छोडियो, जहाँ दैनिक 1,58 करोड तेल जहाँबाट गुज्रिनु पर्थ्यो त्यहाँबाट गुड्स स्टप्ड क्रसिङ, तेल गुज्रिन बन्द गर्यो अनि सोल्जरहरू त्यहाँबाट हिँड्न थाल्यो। त्यसरी नै सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ 24 गते देख्यौँ।